गाइज हेलो गाइज नमस्ते गाइज गुड इभिनिङ हो कि गुड नाइट थाहा छैन गुड नाइट चलिरहेको अहिले 9:30 भयो होइन र आज हामी फेरि बनाइसकेका छौँ नयाँ र इन्ट्रेस्टिङ भिडियो लिएर इन्ट्रेस्टिङ त थाहा भएन के हो धेरै पछि आएका छौँ हामी किनभने हाम्रो यो बिचमा हाम्रो यो 12 को बोर्ड चलिरहेको थियो र म 12 को क्यान्डिडेट भएर इक्जाम दिन गएको अनि इक्जाम भइसके पनि केही कारणवश म हल्का बिजी भएको भएर भिडियोहरू आएको थिएन त्यही भएर अब हामी धेरै पछि आएका छौँ नयाँ भिडियो लिएर र आज हामीले यो भिडियो रातिमा सुट गरेर हामी एउटा कोठाको भित्र हौँ आज हामीले यो कोठाभित्र नाइट स्टे गर्ने हौँ बाहिर निस्किनौँ र हजुरले हेर्न सक्नुहुन्छ अब गाइजहरू हजुरले हेर्नु यहाँ यो बन्न अहिले ठ्याक्कै 10 बजे हो होइन यहाँ 10 बजे अब बिहानको कति बज्छ थाहा छैन बिहानसम्म हामी यस्तै यो अब रातभरि हल्लिँदै यही कोठाभित्र हल्लिने हो अब अगाडि हेर्नुहोस् मजा आउँछ हजुरहरूलाई ल गाइजहरू अब अहिले पनि 11 सम्म बज्यो होइन र अब हामीले यहाँ यसो इन्टरटेनमेन्टको लागि हामीले तास खेल्दैछौँ यसो अब एउटा क्यामेराम्यान छँदैछ हजुरको होइन होइन 3 पत्ती चल्ती फ्लास हो हाम्रो ल अब क्यामेराम्यानले आफ्नो तास हजुरलाई देखाउँछ देखा क्यामेराम्यान मलाई पनि देखा न त्यो तास भनेको तेरो म ब्ल्याङ्क चल्छु कि मैले 10 आयो 50 भाइ 50 चल ए 50 आयो यसको बालो हो ए ल चल तिमी त्यसो इनले बाडेको नि मैले त ए ल यहाँ 50 13 50 आयो ल ए मैले दुईटा 50 हाले दियो ल म त हापे दुईटै चले किजर थियो 50 चल्दा त यहाँ धनी भन म बिचराहरू म हापे ल 50 उयोमा चाका अरू त चाकाबाट झिके पैसीमा खै ल सो मेरो एका खाइयो यसले जित्यो अहिले कति जित्यो थाहा राउन्ड 2 हुन्छ गाइस राउन्ड 2 ल राउन्ड 2 को लागि फेरि म कमब्याक गर्ने वाला हो A few moments later. गाइस हाम्रो 2 दिन भइसकेको छ अब हामीले अझै एक राउन्ड हजुरलाई देखाउँछ भन नेपाली फिक्स मेरै हो यो पार्ट मेरै हो के रुक्क 100% हेर्दै जाके म जितेर कसरी दिन्छ लगाइ चल यो अनुज हेर्नुस् ल गाइस यो अनुज यो यता हेर्नु न यता ओ अनुजको दास म त हापिसकेको थिएँ पहिल्यै ल देवकको पाली लास्ट अनि चल मेरो 50 हेइ थियो 50 थियो ए म त हेरेकै छु मानवको पाली आयो दुईटै चल्यो नि हेर्दा पऱ्यो परो जस्तो त छ ओ अनुज चल साइड हान न साइड हाने नि भयो अब त्यही छ क्या तिम्रो 50 अब देवकसित साइड छ हेर म दुईटाको तास देखाउँछु मैले ओए मानव तिम्रो जो देवकको ओहो गाइस खतरनाक म्याच चल्यो अनुज हापेल उफ ल सो भन्न देखाउ ल के खै हेरौँ तल फाल त जित्यो होला ओहो मानवले कतिको मजाले ग 350 एकै राउन्डमा अनुजले पनि साथ दिए 1-2 अहिले अन्नु मेरो परेल छ
मैले ल, ल, ल। यसो गर्थेन त्यही पनि यसको एक्सप्रेसन हेर्दै मेरो 5-6 छ, 7 सात। 4-5 छ पर्छ 507 यसको एक्सप्रेसन हेर्दै यसको खर्चले ठुलो पऱ्यो भनेर गर्थेन म यस्तो चल्थे अब नेक्स्ट राउन्ड अलि पछि ल अब नेक्स्ट टाइम अब केही देखाउन Break पछि। नदेखाउँला होइन ल अब अरू गेम खेलेको देखाउँला ल बाई। ल गाइजहरू हाम्रो यो तास खेल्ने कार्यक्रम समाप्त भएको छ म भुट्टी भइसक्यो होइन म पुरै हारेँ यसले कति 400-500 700-800 जित्यो यसले जितेर यसरी मोबाइल हेरेर बस्यो जम्मा 3000 अरे अनि यो यता यसले फेरि बिचरा आफ्नो 1500 रुपियाँ हार्यो यसले 1500 हार्यो अनि यसले नि कति 1200-1300 1000 कति हारेर बस्यो म पनि त्यही कति हारेँ 300-400 700-800 कति हारेँ 400-500 जति हारेँ क्या यसले जितेको कति 2000 कि 3000 कति जित्यो यसले यो अनुजले ल अहिले हाम्रो यहाँ के अरे 12:42 भयो 2-3 वर्षसम्म खेल्ने तास भन्ने थियो अरे यिनीहरूले अब सबै भुट्टी भयो एक्लै खेलेर भएन अब त्यही भएर अब हामी अब यसो यहाँ पल्टेर मोबाइल हेर्ने कार्य गर्नु पऱ्यो यता नि यो पल्टेर खै के गरेर भुँडी देखाएर मैले नि यता के गरेँ म पनि यहाँ यत्तिकै हल्लेर बस्यो भिडियो बनाएर हेरिजानुहोस् अगाडि के गर्छौँ थाहा छैन अब ल गाइजहरू अब हामी रातिको अहिले होइन यहाँ 2:15 गयो होइन 2:15 गयो र अब हामी यो ऐनाको अगाडि उठेर ब्लडी म्यारी गर्छौँ होइन थाहा नि हजुरहरूले ब्लडी म्यारी भन्ने होइन त्यही गर्छौँ यो ब्लडी म्यारीको उस हो कि त हरा छ नि सानो ब्लडी म्यारीको बजारमा त मेलामा बिछेडेको यो उस हो के अरे भाइ हो कि दाइ हो ब्लडी म्यारीको ये भगवान क्या जुलुम है अब हामी यहाँ उठेर यसको दाइ के अरे यसको दाइ हो कि भाइ ब्लडी म्यारीलाई बोलाउँछौँ हामीले ब्लडी म्यारी गर्छौँ भने यहाँ उठेर अब हामी सुरु गर्छौँ मोबाइल पकाउँछौँ पहिले यो बाहिर रिपोर्ट बुढ्यासँग चाहिँ भुटले पोजेस गरेर नै दिने लाइट बन्द भयो ब्याटलाई हान्ने हिरो पढ्यो लाइट बन्द come and get the Anuj and take him you sister boy क्या you take Anuj and go come here and take him र ब्लडी म्यारी आनन्द मसँग डरा जस्तो हो यसलाई लिन बोलाएको रे यसलाई आनन्द गरेर लिन अब होइन र अब हामीले ब्लडी म्यारी पनि गरिसक्यौँ रातिमा ब्लडी म्यारी अब के अरे एकछिनपछि हामी फेरि भेट्छौँ अहिलेलाई बाई बाई ल गाइजहरू होइन हाम्रो यो आजको भिडियो अब समाप्त गर्ने बेला भइसक्यो बिहानको ठ्याक्कै 4 बजेको यिनीहरू खोइ कुन निन्द्रामा कहाँको सपना कसको सपना देखेन थाहा होइन यो पनि यहाँ सुत्यो यो एउटा यहाँ उठ्यो अनि त्यो यहाँ मोबाइल हेरेर बसेको त्यति बेरसम्म ल बाई बाई भन अब जाने हामी बाई भन ओए के त के भिडियो समाप्त गर्ने होला बाई भन यसको आँखा हेरेर त कति रातो भएको ओहो बाई भन मुखले बोल न बाई बाई ल गाइज बाई बाई बिहानको 4 बज्यो गुड मर्निङ गाइज ओके सी यू इन द नेक्स्ट भिडियो बाई बाई